हेलो एभ्रिवान, स्याजन दर्शन नमस्ते। अनि आशा छ हजुरहरू सम्पूर्णको ठिकै छ होला स्वास्थ्य। अनि मलाई पनि एकदम फिट एन्ड फाइन र लभली रहेको जानकारी गराउन चाहन्छु। अनि हजुरहरू सम्पूर्णलाई स्वागत छ है त कल्लु भ्लग्समा। धेरै लामो समयपछि चाहिँ मैले यो भ्लग लिएर आएको छु र आज चाहिँ अब घरमा चाहिँ कति चाहिँ कोचेर थेचेर यता पल्टिने उता पल्टिने सुत्ने मात्रै गर्नु भन्ने दिमागमा चाहिँ सोच आएको हुनाले चाहिँ आज चाहिँ अब चट्टसित यसो बाहिरतिर फ्रेस हावा पनि खानुपर्ने हुन्छ, यसो ठाउँ पनि हेर्नुपर्ने हुन्छ, केही नयाँ नौलो अनुभव पनि बटुल्नु पर्ने हुन्छ भन्ने विचार आएको हुनाले चाहिँ आज चाहिँ म चाहिँ तररादेखि भित्र त्यो ठ्याक्कै कुन एरियामा पर्छ त्यो थाहा भएन, रासातालको नामले चिरपरिचित ताल चाहिँ म आज भिजिट गर्न जान लाग्दैछु। त्यहाँतिर चाहिँ हाम्रो एकजना आसेम हुनुहुन्छ, उहाँकोमा पुगेर चाहिँ अब मलाई आज चाहिँ उहाँले त्यहाँतिरको तालहरू रासाताल अनि अन्य 2 ताल पनि छ अरे, त्यहाँतिर अब गएर हेर्नुपर्ने हुन्छ र अब त्यहाँतिरको के कस्तो छ भ्यू हजुरहरूलाई म देखाउने नै छु। स्टे ट्युन है त गाइज। अब एकैचोटि सिधै त्यहीँ पुगेपछि म हजुरहरूलाई फेरि भिडियोमा देखाउने नै छु त्यहाँको भ्यू के कस्तो रहेको छ हैन, अनि गएको वर्थ इट हुन्छ कि हुँदैन भन्ने हिसाबको सबै रिभ्यू पनि म भरे अन्तिममा हजुरहरूलाई म यही भिडियो मार्फतै देखाउने नै छु। ब्लगमा जोडेर रहनु होला है त साथीहरू। ल है त इष्टमित्रहरू, अहिले भने चाहिँ म चाहिँ यहाँ आस्याङकोमा आइपुगिसकेको छु र हाम्रो आस्याङ चाहिँ यता अब सुँगुरलाई यसो चारोहरू व्यवस्था गर्दै हुनुहुन्छ। अब अनि उहाँले त्यहाँ आफ्नो काम सक्नु भइसकेपछि चाहिँ हामी फेरि घुम्न रासातालतिर आज जानेछौँ। रासाताल मात्रै भएर कता कता भन्नुभएको आस्याङ घुम्न? आज 2-3वटा ताल चाहिँ हामी घुम्नेछौँ। यता हाम्रो आस्याङ यता आफ्नै काममा व्यस्त हुनुहुन्छ हैन, देख्न सक्नुहुन्छ। अब चट्ट लाएर हजुरहरूलाई के कस्तो रहेको छ तालहरू म देखाउने नै छु। यहाँ हाम्रो आस्याङको यता सुँगुर फार्म लाग्दियो भने त आस्याङ हुन्छ। त्यसपछि चाहिँ हामी आस्याङकोबाट भटभटेमा पटपट पटपट पट पारेर चाहिँ लागिहाल्यौँ रासातालतर्फ। ल त इष्टमित्रहरू, अहिले चाहिँ हामी फाइनली यहाँनिर हाम्रो आस्याङ र म चाहिँ आइपुगिसकेको छौँ रासाताल। अनि शुक्रबार र शनिबारको दिन चाहिँ यहाँनिर चाहिँ मान्छेहरू यत्तिकै आफ्नो सप्ताह मनाउन आउनुहुँदो रहेछ। देख्न सक्नुहुन्छ भिडभाड एकदमै बेसी नै रहेको देखेँ मैले चाहिँ। यहाँ चाहिँ मान्छे चाहिँ अति नै। अब हामी लाग्नेछौँ यहाँको मेन हेर्नुपर्ने ठाउँतिर लाग्नेछौँ। लाग्दिउँ मान्छे। ल है साथीहरू, अहिले यहाँको भिड देख्दाखेरि चाहिँ यहाँ आएको चाहिँ वर्थ इटै होला जस्तो छ। मान्छे हो परैबाट ढोगेँ मैले। ल है इष्टमित्रहरू, हामी चाहिँ अहिले फाइनली रासातालमा ठ्याक्क आइपुगिसक्यौँ। देख्न सक्नुहुन्छ यो अगाडिको रासाताल। अनि मान्छेको भिड देखेर मलाई चाहिँ छक्क लाग्यो क्या साथीहरू। मैले सोचेको थिइनँ यहाँनिर चाहिँ यत्तिको सप्ताह मनाउने यत्तिको मान्छेहरू चाहिँ यसो आन्तरिक पर्यटकहरू चाहिँ यत्तिको आउनुहुन्छ भन्ने मैले सोचेको थिइनँ, कल्पना पनि गरेको थिइनँ। तर यहाँ चाहिँ सोचे भन्दा बवालै हुने रहेछ। अनि अब यहाँ आइपुगिसकेपछि अलिक भिड पनि भइरहेछ, मजै आइरहेछ यो। ल इष्टमित्रहरू, तपाईँहरू चाहिँ यदि होइन यता यो रासातालतिर घुम्न आउने क्रममा चाहिँ यसो अब फोनको चार्ज छैन, भिडियो बनाउनुको लागि पावर ब्याङ्क बोकेर जानुपर्ने हुन्छ भन्ने सोच छ भने चाहिँ तपाईँहरूले यहीँनिर तपाईँहरूको लागि व्यवस्था राम्रो रहेको रहेछ है। चार्ज लाउने ठाउँ पनि यहीँ। यो चाहिँ व्यवस्थापन समिति चाहिँ मलाई राम्रो लाग्यो आस्याङ यार। ठिक छ यो एकदम ठिक छ, रमाइलो छ। आज मैले चाहिँ सोचेको थिएँ यहाँनिर चाहिँ अब इन्ट्रान्स फीहरू लाग्छ होला, इन्ट्री फीहरू लाग्छ होला कि भन्ने त्यस्तो सोचेको थिएँ। तर यहाँ चाहिँ खोइ छिर्दाखेरि त्यस्तो इन्ट्री फीहरू पनि पर्ने रहेनछ। अनि यहाँ व्यवस्था पनि राम्रो रहेछ। ल है त इष्टमित्रहरू, अहिले चाहिँ हामी ठ्याक्कै रासातालको यहाँ बोटिङ हान्ने ठाउँमै छौँ। अनि देख्न सक्नुहुन्छ मेरो पछाडि अब लभली भ्यू। अनि म तपाईँहरूलाई ब्याक क्यामेरा अन गरेर पनि देखाइहाल्छु। फोनबाट खासै राम्रो त आउँदैन होला, तर पनि जे जस्तो आउँछ त्यस्तै पस्केँ है तपाईँहरूलाई। जे जस्तो आउँछ त्यस्तै देखाएँ मैले। सर्ट यहाँ बोटिङ हानेको चाहिँ पर पर्सन 50 रहेछ। त बोटिङ हान्ने चाहिँ अहिले अब विचार आएको छैन। अहिले एकछिनमा घुम्दै फिर्दै केही विचार आइहालेछ भने हान्ने हो। ल इष्टमित्रहरू, यहाँ मेन इन्ट्रान्स गेट चाहिँ यतापट्टि थियो रहेछ, तर हाम्रो आस्याङले उतापट्टिबाट यो चाहिँ टाढो पर्ने भएको भएर धेरै घुम्नुपर्ने भएको भएर हामीलाई जे सर्टकट छिराउनु भएको थियो आस्याङले। बोजू सेल कसरी हो? 20 रुपियाँ? ए हामी आउँछौँ ल अहिले। चट्ट लाएर यहाँ हाम्रो बजारले पोल्नु भएको अर्ग्यानिक सेलरोटी टेस्ट गरिदिन लाग्दैछौँ होइन। हेरौँ के कस्तो रहेछ। चट्ट लाएर यहाँनिर सेलरोटी
टेस्ट गरिदिनु पर्ने हुन्छ नि त आशा एकदम मजाले अर्ग्यानिक सेलरोटी अब यहाँ आएर यत्तिकै डुलेर घुमेर मात्रै त भएन यसो हल्का नास्ता पानी पनि हानिदिनु पर्ने हुन्छ भने यसो हल्का लिइसकेको छौँ अब यसलाई व्यवस्था हान्नुपर्ने हुन्छ ल इष्टमित्र अहिले भने चाहिँ हामीले अब नास्तालाई पनि व्यवस्था हानिसकिहाल्यौँ टक्क यस्तो किनारमा बसेर खानुको मजै बेग्ला फेरि यस्तो आनन्द मस्त चिल भाइब्स आयो क्या त्यस्तो भाइब्स दियो क्या अनि ल इष्टमित्रहरू अहिले भने चाहिँ हामी घुम्ने क्रममै छौँ अनि यहाँ घुम्दै जाने क्रममा चाहिँ मलाई यो ठ्याक्कै देखेर चाहिँ के याद भयो भने साला पहिला पब्जी खेल्दाखेरि चियर पार्कमा गएर यसो कोही साथी भेटिन्छ कि भन्दै चियर पार्कमा जाने क्रममा चाहिँ यस्तै ठाउँमा गएर डेटिङ बस्ने थियो गेमभित्र व्यवस्था थियो मलाई त त्यही पो याद आयो साथीहरू देख्न सक्नुहुन्छ यो पोखरीको बिचमा ठक्क दामी अब त्यहाँ चाहिँ केही डेकोरेसन अलिअलि हल्का हुन्थ्यो भने त झन् कति बबाले हुन्थ्यो होला होइन अहिले हामी घुमाइको क्रममा छौँ सर्लप्प लाएर घुम्दैछौँ अब हामी अर्को ताल जाने होइन दास्याङ ल इष्टमित्रहरू हेर्दै गर्नु होला अब हामी फेरि अझै यो त रास ताल भइहाल्यो अब अझै दुईवटा अर्को फाल्टो तालहरू फेरि हामी घुम्न जानेछौँ इष्टमित्रहरू हामी फेरि अहिले भने चाहिँ आस्याङसँग यता आइसकेको छौँ फेरि रासा तालभन्दा थोरै अगाडि यो शङ्कर बेली पार्क भन्ने ठाउँ अब हामी एकछिन अब घुम्छौँ भने अब अर्को तालको जाने आस्याङ हामी अमा ताल अमा हो ल अब हामी यहाँ एकछिन घुमेर फेरि अमा ताल जान्छौँ घुम्दै आउने क्रममा चाहिँ यता पनि रहेछ है साथीहरू यहाँ पनि बोबालै रहेछ है यो पनि बोबालै रहेछ ठाउँ देख्न सक्नुहुन्छ यहाँ पनि पोखरी कतिले रहेछ साथीहरू बिचमा चाहिँ के हो मन्दिर के हो होइन त्यो साइडमा चाहिँ अब एन्टी लाइट गरेर फोनले त्यति राम्रो भ्यू चाहिँ निकाल्न नसक्ला जस्तो छ तै पनि देख्न सक्नुहुन्छ यता पनि बोबालै रहेछ आज चाहिँ म घरबाट निस्केर हिँडेको जे वर्थिटै भयो भन्ने म चाहिँ ठान्छु किनभने चाहिँ अब यस्तो रमाइलो दृश्यहरू देख्न पाएँ नयाँ एक्सपिरियन्स नयाँ अनुभव नयाँ ठाउँ हेर्न पाइयो जे खुसी लागिरहेछ अनि हाम्रो आस्याङले जे अब म मात्रै आएको भए त यतातिर देख्ने थिएन हाम्रो आस्याङले जे यहाँतिर सबैतिर ठाउँतिर घुमाइदिइसक्नु भएको छ उहाँको घर यतै भएकोले जे मलाई धेरै सहज भयो भनौँ त्यसपछि हामी शङ्कर बेली पार्कमा पनि एकछिन घुम्यौँ र फेरि हामी अघि बढिहाल्यौँ हाम्रो अन्तिम डेस्टिनेसन अर्थात् अन्तिम लोकेसन अमा पार्क अर्थात् अमा सिमसार क्षेत्रतर्फ ल इष्टमित्रहरू अहिले चाहिँ फेरि हामी अमा सिमसार क्षेत्र आइपुगिसकेको छौँ अहिले चाहिँ देख्न सक्नुहुन्छ यो सेल्फी पुल यहाँको अमा सिमसार क्षेत्रको अनि यहाँ यो एरिया साइड चाहिँ गुरुङ बस्ती नै मात्रै रहेछ क्या यतातिर अनि म चाहिँ के सोच्थेँ भने मान्छेहरू चाहिँ घरमा यत्तिकै बसिरहेको हुन्छ भन्ने सोच्थेँ तर घरबाट निस्केर नहिँडेको चाहिँ म मात्रै हो रहेछ जस्तो लाग्यो क्या आज चाहिँ यसरी मान्छे यति धेरै भेट्दाखेरि जुनै पार्कमा जाँदा पनि त्यत्तिकै मान्छे देखिन्छ त्यत्तिकै भिड छ त्यत्तिकै बसहरू छ गाडी छ अब देख्न सक्नुहुन्छ तपाईँहरूले यो अमा सिमसारको चाहिँ सेल्फी पुल अरे यो चाहिँ साथीहरू झोलङ्गे पुल झोलङ्गे पुलमा पराप स्याप लाएर घड्याप हिँड्दैछौँ यो चाहिँ रमाइलो पनि हुँदैछ जो आज चाहिँ बब्बाले मजा आउँदैछ त्यही भएर अब चाहिँ यसो हप्तामा एकचोटि चाहिँ घरबाट निस्केर हिँड्नु चाहिँ पर्ने रहेछ भन्ने जे मलाई अहिले महसुस हुँदैछ अब माथि गएर पोखरीतिरको भ्यू पनि देखाउनु छु हजुरहरूलाई रमाइलो भइरहेछ जे आस्याङले आज मलाई उहाँको घर आसपासमा रहेको घुम्न लायक स्थानहरू सबैतिर घुमाइसक्नु भइसक्यो अब यो चाहिँ लास्ट पोखरी रहेको छ होइन त आस्याङ यही होइन त लास्ट अब आजको लास्ट पोखरी 3टा तालमध्ये ठिकै छ सेल्फी पुलमा यतिको हल्का रमाइलो हुनु पऱ्यो नि आन्टी ल अब हामी अमा सिमसार क्षेत्रको प्रवेशद्वार पुग्न लागेको छ अब यहाँ चाहिँ टिकट सिस्टम छ क्या होइन आस्याङ यहाँ चाहिँ टिकट सिस्टम छ जस्तो छ जस त्यहाँ यहाँ आएको मध्ये अब पर रासाताल र ओरो के पार्क भन्नुभयो मैले त्यहाँ बिर्सेँ थियो त्यहाँनिर चाहिँ जस टिकट सिस्टम थिएन त यहाँ चाहिँ टिकट सिस्टम रहेछ जे जसो भए पनि अब हामी छ्यास्स लाएर भित्रै छिर्दिनेछौँ ल इष्टमित्रहरू अहिले चाहिँ हामी आसँग र म चाहिँ यहाँ टक्क लाएर 10 रुपियाँ प्रति व्यक्तिको टिकट काटेर चाहिँ यहाँ अमा सिमसार क्षेत्र छिरिसकेको छौँ अनि यहाँको इन्ट्रान्स गेटबाट भित्र छिरिसकेपछि जेउस यहाँ चाहिँ जेउस आर्टिफिसियल के भन्छ त्यसलाई यहाँनिर चाहिँ यसो मान्छेले बनाएको बनाऊ यस्तो सिङहरू त्यसलाई बोल्न पनि आएन भन्न पनि आएन त्यसको ठ्याक्क के भन्छ त्यसलाई होइन त्यो चाहिँ आर्टिफिसियल के भन्छ त्यो तपाईँहरूले कमेन्ट गरिदिनु है जे जस्तो भए पनि ल
ल साथीहरू, यदि तपाईँहरू पनि कुनै बेला चाहिँ रासाताल आउने विचार मनमा खेल्दैछ भने चाहिँ तपाईँहरू आउनु होला अनि आएर चाहिँ यता पनि भिजिट गर्नु होला भन्न चाहन्छु। यता अमा सिमसर क्षेत्र पनि आउनु न विनम्र अनुरोध गर्छु होइन। तपाईँहरूलाई केही थोरै अगाडि मात्रै रहेछ, त्यति रासाताल आइसक्नु भएछ, यति नहेरी जानु भएछ त्यो अब हात्ती छिरो पुच्छर अड्क्यो भन्ने टाइपको नै हुने रहेछ क्या। त्यो भएको हुनाले मैले चाहिँ आज चाहिँ हाम्रो आस्याङले यो वरपर रहेको 3टै ताल मस्त पारामा घुमाइसक्नु भएको छ हाम्रो आस्याङले। जो रमाइलो भइरहेछ। त्यो बिचमा चाहिँ हाम्रो देशभक्ति झल्काएको पनि छ यो साथीहरू यहाँ भित्र झन्डा यसरी राखेर चाहिँ। यता पनि यहाँ आएर चिलाउट गर्नको लागि चाहिँ बबालै रहेछ है साथीहरू। पराप स्याप्लाएर अब हामी जान्छौँ त्यहाँतिर त्यो माथि पुलतिर। ल त इष्टमित्रहरू, अब भने चाहिँ अब आजको दिन पनि रमाइलो घुमाइफिराइमा बितिगयो। अनि अब यो साइडमा आएर चाहिँ घुमेको ठाउँहरूमध्ये रासाताल पनि घुम्यो। बिचमा के भन्नुभयो, के पार्क? शङ्करबेले ताल। अनि यता यो अमा पार्क सिमसार क्षेत्र मध्ये चाहिँ अब मलाई चाहिँ भित्र आफ्नो मन परेको चाहिँ आज चाहिँ मलाई अमा पार्क चाहिँ जे राम्रो लाग्यो होइन। उता पनि बब्बाले छ रासाताल। तपाईँहरू यदि आउनुहुन्छ भने चाहिँ त्यहाँबाट यता पनि थोरै अगाडि त्यताभन्दा सोधेर भए पनि आउन सक्नुहुन्छ। र यता रमाइलो रहेछ, त्यहाँ पनि रमाइलो, सबैतिर रमाइलो। तर मलाई चाहिँ बेस्ट अफ द बेस्ट लागेको भने चाहिँ यहाँ हो। अरू पनि बब्बाले छ है साथीहरू, तपाईँहरू घुम्न आउन सक्नुहुन्छ रासाताल। अनि खासमा म चाहिँ आज रासातालको प्लानमा आएको। रासाताल पनि मलाई सुरुमा देखेर बब्बाले लाग्यो, अनि त्यहाँबाट यता घुम्दै आएपछि यो चाहिँ झन् बब्बाल अति नै राम्रो रमाइलो लाग्यो। किन यहाँ चाहिँ रमाइलो लाग्यो भने चाहिँ प्लस पोइन्ट यहाँनिर चाहिँ अब देख्न सक्नुहुन्छ। यहाँ अब फोटोको खिच्नको लागि यसो यहाँ यस्तो पनि रहेछ ठाउँहरू होइन। अनि यता बोटिङ पनि व्यवस्था राम्रै छ, पर पनि बोटिङको व्यवस्था राम्रै छ यहाँ। अनि अब भाइरल पुलहरू पनि रहेछ। अनि यस्तै छ इष्टमित्रहरू। ल आजको भ्लग चाहिँ अब म हजुरहरूलाई यतिमै इन भएको जानकारी गराउन चाहन्छु। हेर्दै गर्नु होला। स्टे ट्युन। आगामी दिनमा फेरि म यस्तै भिडियोहरू लिएर आउने नै छु। त्यो दिनसम्मको लागि मस्त रहनुहोस्, सुस्त रहनुहोस्, अनि आफ्नो व्यस्त रहनुहोस्। अहिले भने चाहिँ म कल हजुरहरू माझबाट बिदा हुन चाहन्छु। बाई बाई।